वेलकम छ सबैलाई मेरो नयाँ भ्लगमा। के भ्लगमा स्वागत छ सबैलाई। म चाहिँ भ्लग मात्र नयाँ होइन, म मान्छे पनि नयाँ हो है, न्यू हो। सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, हेरिदिनु होला। के कस्तो लाग्छ मलाई कमेन्ट गरिदिनु होला है त। अनि सबैले ल के कस्तो छ भनिदिनु होला, सबैले माया गरिदिनु होला। मान्छेको एक बारको जिन्दगी हो, गर्नु पर्यो नि त पुरा त। के कहाँ भोलि फ्याट्टै के भइदियो भन्ने त अनि के गर्नु, यस्तो हो। मान्छेको इच्छा चाहिँ पुरा गर्नुपर्छ है, जे होला जस्तो होला दुःख गरेर होस्। एनी हाउ यताबाट आएको हिजो एनी हाउ कहिले काहीँ निस्किनुपर्छ चट्ट क्यामेरा निकालेर है। क्यामेरा भनेको क्यामेरा बोक्यो भन्दैमा यस्तो उस्तो भन्ने होइन, यो भनेको आफ्नो सेफ्टी हो है। के भर्खर सिक्दै गरेको हुन्छ, कहिलेकाहीँ आफ्नो गल्ती हुँदैन है। गल्ती नभएपछि अरूले ठोकेपछि भनौँ आफ्नो हुन्छ नि त। आफ्नो गल्ती नभए कारबाही खानु मिलेन नि त। यो भनेको त आफ्नो सेफ्टी हो क्या, मलाई लाग्छ होइन। यो प्रायः त्यही हो। हामी कहाँ लाग्दैछौँ भन्दाखेरि हामी अब बाटो लगन खेल त्यही त हो, यताउति हल्का अब एउटा रेनकोट नि राम्रै खाले नि किन्नुपर्ने छ। भेट्टे छ भने किन्ने ठिक्क है, धेरै दामको नकिन्ने ठिक्कको। टाढो टाढो यात्रा गर्दा हामीको चाहिँ अब चाहिन्छ नै राम्रै खाले रेनकोट, नभए नजिकलाई पानी पर्दा युज गर्ने हो, नभए फेरि चाहिँ प्याक गरिन्छ। दालबरीले जति महँगो किने पनि जतन गरिएन भने च्यात्ति नै हाल्छ, जस फाट्छ भनौँ न। जस्तै जे भए पनि सुरुमा नयाँमा राम्रो लाग्ने हो, राम्रो लागेपछि राम्रो सुरुमा नयाँ लाग्ने हो। नयाँमा भनेको जतन गरिन्छ, पुरानो हुँदै गएपछि त्यो तालपरे भिजिरहेको पनि त्यतिकै पोको परेर राखिन्छ, हालिन्छ होइन रेनकोट भनेको। त्यही भएर नि हल्का नर्मल खोज्दैछु, टक्क फाटी गयो टेन्सन नहुने। दाम पनि त्यस्तै, मैले यति फालेँ भने चाहिँ बल्ल कुरै मतलब भएन भन्ने टाइपले। अब त्यही त हो, पछि किनेला 22-23 हजार 4 हजारको। अनि त्यत्रो रेनकोट किनेर के गर्नु, पानी पर्दा ओर्ने हो, पानी नपरेपछि फेरि प्लास्टिकमा पोका पारेर त्यो बाइकमा झुन्डाएर हिँड्ने हो। अनि ठिक्कको किन्नु पर्यो।